हेलो एभ्रिवान, नमस्कार। झर्ले म चाहिँ मेरो माइती गाउँ आएको छु भीमफेदीमा। यो चाहिँ मेरो माइती घरको फ्लावरको गार्डन। ल हेर्नुहोस् है, कति राम्रो राम्रो फुल फुलेको। अहिले पो हो त फुल फुल्ने समय, खतरा फुल फुलिरहेछ। लोभै लाग्दो। हेर्नुहोस् न साथीहरू, कति राम्रो राम्रो छ फुलहरू। यो चाहिँ मेरो माइती घरको फ्रन्ट साइड हो। रेड रोज, रेड गुलाब, कति राम्रो राम्रो ढकमक भएर फुलिरहेको नि, माया लाग्दो। वाउ, कति राम्रो छ। अहिले पो हो त फुलहरू फुल्ने। यो चाहिँ मेरो घरको माइती घरको फ्लावरको गार्डन साथीहरू। यसको नाम चाहिँ काउली फुल भन्छ। यो चाहिँ एउटै थुङ्गाहरूमा, गुच्छाहरूमा रेड, पिङ्क, ब्लू फुल्छ। त्यसैले यसलाई गुच्छाको रूपमा काउली फुल पनि भनिँदो रहेछ। गुलाबको फुल। यो चाहिँ सब मेरो मम्मीको स्याहार सुसार हो। कति राम्रो राम्रो फुल फुलेको छ नि। हेर्नुहोस् त, दामी। घर वरिपरि फुलहरू सजाउँदा लगाउँदा झनै राम्रो देखिन्छ। कोही चाहिँ यहाँ भर्खर यस्तो भइरहेको छ। यो फुलको नाम चाहिँ मलाई एक्चुअलीमा थाहा भएन, तर बब्बाल फुल्छ यो रेडमा। कति राम्रो राम्रो फुलहरू छ। कोही भर्खर फुल्दैछ, कोही कोपिला हुँदैछ, कोही फुलिरहेको छ। यहाँ हेर्नुहोस् न, कति दामी दामी फुल। मकैहरू चाहिँ अहिले हालसालको लागि यति भइरहेको छ। यो चाहिँ अँगन साइडको फ्रन्ट साइडको भयो। उता पछाडि साइडमा नि छ। आफ्नो घर वरिपरि फुलहरू लगाउँदा झनै राम्रो देखिन्छ। यो फुल चाहिँ फुलेको छैन, यो चाहिँ रुखको फुल हो। भर्खर यस्तो हुँदैछ, तर मलाई एक्चुअली थाहा छैन यसको नाम पनि। तर यो फुल्न नि रेडको त्यो फुल्छ, तर दामी देखिन्छ। अहिले चाहिँ वेदर यस्तो छ, घाम लागिरहेछ। माइती गाउँ भनेको आफ्नो माइती गाउँै हो क्या है साथीहरू। कति रमाइलो हुन्छ नि। डाँडाहरू, हल्का बादल पनि छ, घाम पनि लागिरहेछ। दामी छ। यो चाहिँ हाम्रो अँगन साइडको भयो। हाम्रो चाहिँ दुईटा घर छ। अब यता साइडको नि म हजुरहरूलाई भिजिट गराउँछु। हस् त। यो चाहिँ ल हेर्नुहोस्, चाहिँ हाम्रो धारा भयो। यो चाहिँ यतापट्टि घरको यही हो है। काउली फुल चाहिँ साथीहरू, काउली फुल चाहिँ यो थुङ्गामा व्हाइट ब्लूहरू फुल्छ, त्यसैले यसलाई काउली फुल भनेको। यस्तो थुङ्गामा फुल्ने भएर दामी छ। यो फुलको नाम चाहिँ मलाई थाहा छैन। कुरिलोको बोट हो यो चाहिँ, वन कुरिलोको बोट। यो चाहिँ सारीको। यो चाहिँ पुदिना हो। यो चाहिँ पुदिना। ब्याकग्राउन्ड साइड चाहिँ रागो वाइ वाइ कराइरहेको छ। त्यसलाई जति घाँस हाल्दा पनि त्यो कराउँछ। खासमा यसले मलाई भित्र सार्दै भनेको होला। यो चाहिँ घरको यतापट्टि साइडको। यो चाहिँ हाम्रो तुलसी मठ हो। तुलसी माता कस्तो राम्रोसँग फुल्नु भयो। यहाँ चाहिँ बिहान बेलुका बत्ती बाल्नुहुन्छ, पूजा गर्नुहुन्छ मम्मी ड्याडीले। यो चाहिँ मेरो ड्याडीको बाइक हो। परेर नै उडेर गयो। यो चाहिँ यतापट्टि घरको फुलको गार्डन हो। मेरो मम्मीले फुलहरू जताततै लगाउनु भएको छ।
फुल लगाएकोमा चाहिँ धेरै धेरै राम्रो देखिन्छ, घर स्वर्ग जस्तो पनि देखिन्छ साथीहरू है। यी बाटोको छेउछेउमा वाउ दामी। यो चाहिँ हाम्रो टोयलेट बाथरुम हो। यसको चाहिँ यो चाहिँ भर्खर यस्तो भइरहेछ, फेरि तितेपाते भन्नु होला। यो चाहिँ गदरी फुल हो, तिहार बेलातिर फुल्छ। त्यो डाँडाभन्दा उतापट्टि डाँडा चाहिँ खानीको डाँडा छ साथीहरू। यो चाहिँ हाम्रो गाउँको मोटे कुकुर हो, जसको घरमा पनि जान्छ। यो चाहिँ हाम्रो कागतीको बोट हो। यो चाहिँ मेरो बेको झिलिमिलीको यहाँ राख्नु भएको रहेछ, बार लगाउनु भएको रहेछ। बटरफ्लाई यो चाहिँ दाउरा हेर्नु साथीहरू, दाउरा। कस्तो लाग्यो मेरो माइती घर गाउँघरको फ्लावर गार्डन? प्लिज कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, साथी बढाउनु है त। यो चाहिँ मेरो सानो मिनी ब्लग जस्तो हो, गाउँघरको रमाइलो हुन्छ। यो चाहिँ मेरो माथि ठुलबुवाको घर हो। हजुरहरूलाई कस्तो लाग्यो मेरो माइती गाउँको, मेरो माइती घरको फ्लावर गार्डन और भिजिट? धन्यवाद, थ्याङ्क यू सो मच, किप वाचिङ। प्लिज फलो, सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। धन्यवाद, थ्याङ्क यू।